अर्ग्यानिक सब्जीहरू हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म अहिले चाहिँ ड्युटी जाँदैछु हो। अन्त आज चाहिँ हाम्रो ड्युटीको बाद के प्लान छ हो त्यो चाहिँ अहिले म तपाईँलाई भन्दिनँ, भरे भिडियोमै देखाउँछु है। सो हाम्रो भिडियो चाहिँ एन्ड तक हेरिदिनु होला। र म चाहिँ अहिले एक्लै छु र एलिसाले मलाई पर्खिरहेको छ हो। अन्त म एलिसालाई भेटेर तपाईँलाई भेट्नु छु है। बाइ बाइ। हातमा हेर्नु न, यहाँनिर छ ड्रेस ड्युटीको, यहाँ छाता। भिडियो बनाउनु मलाई यहाँ अप्ठ्यारो हुँदैछ हो। सो एकछिनबाट भेटौँ है। बाइ बाइ। 2 hours later. अब म भिडियो देख्दैछु छैन हेर्दा एकपटक। 100 में 2 पेज। पेज पनि लाउँदैछ। कस्तो देख्यो? लानु एलिसाले लगाइदिएको न अनुहारभन्दा ठुलो मेरो। अनुहारभन्दा ठुलो त देखेको, तर कपाल छोड्यो भने त राम्रै देखिन्छ होला। अहिले लगाएर जान्छु म। 100 का 2 पेज, 100 का 2 पेज। गरम भएर पसिना आएर एउटा किन्नु अरे फेरि यो पनि। एलिसालाई कस्तो देख्यो भनिदिनुहोस्। जोडी 100, जोडी 100। राम्रै देखेँ दाइ। राम्रै देख्यो। हामी दुईजना चाहिँ एउटै कानमा लाउने लाएर जान्छ अब। तुम लाएर हिँड्न लजी नै म चाहिँ हिँड्न। के किन्ने अरे एलिसा? पुड्को भएर देखेन हौ यसलाई। म चाहिँ अल्गो भएर अँटिनँ क्यामेरामा, यो चाहिँ पुड्को भएर देखेन। अब चाहिँ हामी एउटा सामान किन्नु छ, त्यहाँदेखिको चाहिँ हामी निस्किन्छ हो। म त गरम चाहिँ गरम किन्नु भन्दै थियो कुर्ता, कुर्ता कुर्ती। एलिसालाई पुरा छ किन्नुपर्ने सामान आज हो। साइड ब्याग हेर्नु कस्तो मजा, कस्तो क्युट जर्सी। जर्सी देख्यो भने चाहिँ म मर्छु लोपले। एउटा जर्सी किन्दैन एलिसा? एउटा जर्सी किन्दैन? मलाई बेचिराख्दैन। अब चाहिँ हामी निस्केको उल्टा बाटो आएर त्यो पनि है। पुरा भिड छ वाक्क लागेर। मलाई आइसक्रिम खानु मन लाग्यो। खान अन्त अर्काले खाएको थुक मिल्दै हिँड्छ, भुँडी दुख्छ होला। A few moments later. चाहिँ हामी आइपुग्यो गोर्खाहाट। यताबाट हिँड्नु, यताबाट आइन्छ। मजाको ब्याग, तर किन्ने औकात चाहिँ छैन। यता हेर त। म चाहिँ यहाँ पहिला पनि आएको हो, यसको चाहिँ आज फर्स्ट टाइम हो। यसलाई म घुमाउँदैछु, मैले यसलाई घुमाउँदैछु कि यसले मलाई, त्यसमा मलाई थाहा भएन। यता जग्गा छैन होला, यताबाट जाउँ। यहाँ चाहिँ छ नेपालीको ड्रेसहरू पाउँछ हो, हेर्न सक्नुहुन्छ। यहाँतिर चाहिँ यस्तो छ, यी हाम्रो नेपालीको उयोहरू छ यहाँ हो, ड्रेसहरू हेर्न सक्नुहुन्छ तपाईँहरूले। अब हामी चाहिँ सिर्फ हामीलाई योहरूसम्म के पनि उयो छैन खासै तुलना हाम्रो, सिर्फ हामी खानु आएको खानेपट्टि जान्छ अब हामी। यहाँ चाहिँ अचारहरू छ हो। यहाँ चाहिँ मजा मजाको पपुलुहरू रहेछ, बिस्किटहरू। पपुलुक भरि पठाएछ। नजरको उयो रहेछ, अचारहरू रहेछ यहाँ हो। यहाँ तपाईँले सागहरू पाउनु सक्नुहुन्छ, वाइवेहरू रहेछ यहाँ, सब्जीहरू हो, सब्जी। छुर्पी पनि रहेछ, छुर्पी मेरै घरमा जति छ। आइसाला सिबी रहेछ, सेलरोटी अनामिका दिको लागि। हेरे कहाँ छ ल? यहाँ चाहिँ सेलरोटी, आलुदमहरू रहेछ, यहाँ चिप्सहरू रहेछ। मलाई तर उयो सेलरोटी देखेर थुकायो। अहिले खम्म पहिला चाहिँ हामी लाफिङ खोजिहालौँ ल। छ यहाँ सोध्न हाम्रो लाफिङ चाहिँ बनिँदैछ यहाँ हो। यसरी बनाउँछ लाफिङ चाहिँ।
न कल ब्याक के ल्याइदिने माग्नु होला न पैसा चाहिँ दिदी यहाँ चाहिँ हाम्रो लाफिङ रेडी हुँदैछ लाफिङ चाहिँ आइसकेको छ हो अब एलिसाले खाँदैछ लाफिङ एपी खानुको लागि आएको हामी चाहिँ के भयो पिरो पिरो भएर मन दिँदैन हार्ट टिप्न नसक्नु मैले सोचेको जस्तो खतरा पिरो भयो के अरे सोचेको जस्तो रहेछ मैले मजाले पेस्ट लगाएर पिरो भएर मन लोभ हेर्नुहोस् यसको यसरी खानुपर्छ त्यो पनि वाइ वाइ खाएको यसले कुनै सुप पनि होइन सुप खाएको जस्तो गर्दैछ पिरोले हेर्नु न यहाँ अब चाहिँ हाम्रो यहाँ गिल्ले चटपटे रेडी हुँदैछ हो पहिलेदेखि गिल्ले चटपटे खानु मन परेको हाम्रो गिल्ले चटपटे आइसकेको छ हो मलाई पनि खुवायो खान्छ होला हामी कपालहरू उडेर के केटालाई मिठो रहेछ अङ्गुरको सेक्वा छ हो यो चाहिँ एलिसाले लगिदिने अरे आमाहरूलाई म चाहिँ खाँदिनँ हो ए खाने त खाने खाना एउटा अहिले घरमा गएर चाहिँ आन्टीहरूलाई नदिएर आफै खान्छ होला यहाँ चाहिँ नि मान्छेहरूले बेसी हेरेर मलाई भिडियो बनाउनु पनि लाज लाग्यो हो त्यही माथि नेपालीबाट पनि मलाई लाज लाग्यो नि त त म बनाउँथेँ भिडियो मजाले त्यही कारण भिडियो नि मजाले हुनैसकेको छैन आधी हुन्छ हो र पनि हाल्छु म त्यस्तै भए पनि हामी चाहिँ यहाँ कन्डक वेट गरिरहेछौँ हो यहाँ बनाउनु हुँदैछ अन्त एलिना चाहिँ अहिले यहाँनिर हल्का टचअप गर्दैछ स्टार्ट गऱ्यो हामी छिटो रिभ्यू दे म आउँदैन पसिना अर्ग्यानिक सब्जीहरू रहेछ यो चाहिँ पुरा अर्ग्यानिक मान्छेहरू अर्ग्यानिक सब्जीहरू केही किन्दैनस् घरको लागि तैँले मेरो घरबाट के चाहिँ दालहरू के हो अदुवाहरू करेला फर्सीहरू रहेछ पनि रहेछ अब चाहिँ हामी निस्केको बाहिर हो खानुसम्म खायो आदि हामीले प्याक पनि गऱ्यौँ अन्तखेरि अब चाहिँ गएको नामी भएर गएको छ जस्तो दिन चाहिँ अब चाहिँ हामी निस्केको यहाँ गोर्खाहाटबाट हो यताबाट यहाँबाट होइन यताबाट गएर उपरबाट गएर हामी चेकपोस्टको गाडीमा जानुपर्छ हो हामी चाहिँ फिलहाल चम्पासरी आइपुग्यो हो मेरो दिदीको लागि वेट गरिरहेको छु पुलिसको छाता मेरो दिदीले चाहिँ फोन उठाएको छैन 2-3 बार भयो कल गरेको यसरी फस्टाइदिन्छ त हो मेरो दिदीहरूले चाहिँ 1 घन्टा बाद हामीलाई 1 घन्टा वेट गराएर बल्ल आइपुग्यो यी जोलाएन उसको ल नगर्न राम्रै देखिरहेछ त 1 घन्टा वेट गराएर आइपुग्यो भने यस्तो झुट बोल्छ
के भन्नु छ भन् मेरो भिडियो हेलो भनिदिनु न यो केटीलाई चाहिँ चिन्नु भयो होला मेरो फर्स्ट डेको भिडियोमा चाहिँ यो दिल्लीको देखेको ब्लगमा त्यति बेला त अलिक राम्री थियो अहिले चाहिँ अलिक यस्तो भएको छ चिन्न सक्नु भएन है झोला चाहिँ म पाउँदैन होइन झोला चाहिँ झोला देखाएको एलिसाको ब्याग हुन्छ तेरो ब्याग हुन्छ हामी आइसक्रिम खानु गएको हो यिनीहरूलाई चाहिँ आइसक्रिम नखाइन उनीहरू ब्याग हेर्नु न फेरि ब्याग दुईजनाको गफ चल्दैछ हो यसले चाहिँ यसको चेहराको तारिफ गर्दैछ कस्तो राम्रो भएछ अनि अब फोकै फोकाउँछ होला एलिसालाई कुनी कुनी नजरी सुरियल होइन खै आइसक्रिमको दुकान त छैन उसले चाहिँ मलाई आइसक्रिम किनिदिनुहुन्छ अरे हो कुन चाहिँ खाऊँ कुल्फी छैन म त हमेसा कुल्फी नै खान्छु कुल्फीको बाइकहरू मलाई इन्ट्रेस्ट लाग्दैन कुन चाहिँ हो त यो कुल्फी हो कुल्फी त कति खाने मेरो दिदीले किनेको कुल्फी मैले आइसक्रिम खान्छु म यसलाई के किन्दैनौँ कस्तो मलाई त ब्ल्याक फरेस्ट खाने इच्छा छ खाने भयो खाँदिन एलिनाले चाहिँ दिदी पाएछ दिदीलाई झिझाउँदैछ अहिले हो खाना खा घरमा गएर मलाई रिग्रेट भयो भन्छ यसले एउटै काम हो बिन सक्दैन वाइटको मिठो हुन्छ यिनीहरू चाहिँ मैले किनेको आइसक्रिम भट्टाभट्टी खाँदैछ किनी मागेर बाटोदेखि रुएर छ नि दुईटा दिदी भएको के फाइदा एउटा आइसक्रिम पनि किनिदिनु सकेन बल्ल बल्ल दिदी पाएको तङ्गाउनु पर्यो बहिनीहरू चाहिँ यस्तो खाएको छ होइन बहिनीहरू चाहिँ यस्तो छ होइन बहिनीको ब्याग चाहिँ छैन यस्तो अब चाहिँ म मेरो घर जाँदैछु एलिसाले चाहिँ ड्रेस चेन्ज गरेँ मलाई नै होइन एलिसाको घर गएर एलिसाले ड्रेस चेन्ज गरेर यो चाहिँ मलाई पुऱ्याउनु गएको किनभने मेरो ब्याग चाहिँ यति ठुलो छ नि त हल्लाउनु नसक्ने अन्त अब चाहिँ घर पुगेर नै भेट्ने छु है गति हेर्नु न भगवान् गति गयो पनि नधुइ पाइसक्यो त मुखै नधुएँ पनि राम्रै छ मेरो साथी जत्रो मान्छे त्यत्रो ब्याग बोकेर आफूभन्दा ठुलो ब्याग बोकेर हिँड्दैछ एलिसा हामी चाहिँ घर आइपुगे हो घर आइपुगेर पनि टी बनाएँ हो अब चाहिँ हामी टी खान्छ जे नै खाएर आयौँ बाहिर हामीलाई यो इपी चाहिँ चाहिन्छ नै हो हामी चाहिँ पुरा ज्यादा इपी खान्छ हो अघि किनेको हेर्नुहोस् न केक चाहिँ यस्तो बर्बाद भएछ नि हेर्नुहोस् यस्तो गति भएछ हाल्ने मान्छेको गल्ती हो कि हामी बोक्ने मान्छेको चाहिँ बुझिनँ मैले हेर्नु भयो होइन हेर्नुहोस् न हमसे भयो ला एक नुन लाग्यो ठिकै भयो ठिक आजकल त के हो खट्टा म त अन्दाज गर्ने भएको छु भएन अन्डा र हिप्पी भिडियो बनाउनुहरू सुन्नु नाटक सक्दिनँ हामी जस्तो फर्स्ट बाइट खाइसकेको नदेखि अन्त अब यो भिडियो आजको भिडियो साह्रै ज्यादा लामो भयो खाइहाल्छु ल मासु बस्न भिडियो चाहिँ साह्रै ज्यादा लामो पनि भयो सो भिडियो चाहिँ हामीले यहीँ एन्ड गर्छ आजको भिडियो चाहिँ अब राम्रो भएको छैन आधी क्लिप्स भएको छ किनभने अब मार्केटमा पनि यति मान्छेको भिड हो त्यतिकै हामीले मजाले भिडियो बनाउनु पाएन है एउटा के मान्छेले हेरिरहेको जस्तोहरू लाग्यो है लाज लागेर भिडियो बनाउनु हो अन्त अब हामी नेक्स्ट भिडियो चाहिँ राम्रो बनाउने कोसिस गर्छ हो र आजको भिडियोलाई चाहिँ लाइक शेयर सब्सक्राइब गर्नु नभुलिदिनुहोस् होला फेरि पनि भेटौँला अर्को भिडियोमा है सो बाई बाई